साथीहरु हामी आज घुम्न निस्केको छौं है हामी यता घाम पनि छ साथीहरु है हेलो साथीहरु नमस्ते नमस्ते हामी ग्रुपमा हिँडिरहेका छौं है ग्रुपमा हाम्रो ग्रुपिङ छ आज फोटो हैन भिडियो ल यहाँ यस्तो दामी छ कि है नानु के गरेको तिमी यहाँ एकदम सुटिङ गर्ने ठाउँ रहेछ है बवाल छ फोटो सोटो खिचेका छन् छिराउन मम्मी एकदम न परदाय बुढाबुढी मात्रै यहाँ बस्दैछ उतातिर के भन्छ परिवार भन्छु परिवार हो बुढा आज हामी एउटै घरको है मेरो घरको दाइ म भाइ अनि कति खादौँ भाइ हाम्रो ग्रुपै छ पाँचजना हामी घुम्न निस्केको सुन साइडतिर अब दरबारहरू देखाउने छु म तपाईँहरूलाई एकछिनपछि एकदम यहाँको राम्रो राम्रो दृश्यहरू मेरो अन्तिमसम्म भिडियो हेर्नु होला है साथीभाइहरू खाना निस्केको यो मैले भारी बोकिरहेको छु यहाँ 50 केजीको छ भारी यार यो चाहिँ हाम्रो खाना हाम्रो यस्तो मिठा मिठा खानेकुरा छ मेरो झोलामा घाम लाग्यो दरबार प्रवेश गरिसकेको छौँ हामी अब यहाँको भित्रको दृश्यहरू मेरो क्यामेराबाट देखाउनेछु है साथीहरूलाई हामी त दाजुभाइ घाम जस्तो लागेको छ घाम लागेर खतम भयो क्या खोइ माइला है साथीहरू यहाँभित्र के छ त कस्तो छ यो भित्र दामी दामी छ यो चाहिँ राजा गद्दी हो क्या हो राजाको यो गद्दी रहेछ राजाको बसेको पहिला होइन खाँदौ यहाँ दाजु खाँदौ यहाँ ल साथीहरू यो चाहिँ यो राजा रानी यहाँ हुँदाखेरिको रुख है अझै पनि यसरी बाँचिरहेछ होइन यो सुनमा रहेको यो दरबार हो दरबार भने मैले प्रत्यक्ष रूपमा मेरो भिडियोबाट देखाइरहेको छु है यति राम्रो छ तपाईँहरू पनि घुम्नु सक्नु चाहनुहुन्छ भने आउनुहोस् हेर्नुहोस् देख्न सक्नुहुन्छ तपाईँले पनि होइन यस्तो छ यो भित्र एकदमै होइन खरसाङ भन्ने ठाउँ यस्तो लेखिएको रहेछ यस्तो भित्र यहाँ होइन यो दरबार यहाँको यो बारेमा यता सबै लेखिएको छ अब हामी यहाँदेखि निस्किन्छौँ
यहाँबाट चाहिँ मास्टर उकालो निस्किने हो म बलिसकेँ क्या पुरै होइन लास गरिसकेँ माथि छ अब हामी यो उकालो निस्किनेछौँ है यो रुखसँगै गरेको त्यो राजाहरू सबैले पुऱ्याइदियो गल्यो लास्टै है अहिले भारी बोकिरहेको छु पुरै 50 केजी भन्दा धेरै भारी छ यहाँ खानेकुरा छ अब कता खानु यहाँ गलिसक्यो जुस पानी सबै छ हामीसँग च्याउ अङ्गुर अब पुरा हाइटमा जाँदैछौँ यहाँ माथि गएर चाहिँ खानै साथीहरू गलिसकेँ ल्याउनु म खानेकुरा छ त मुन्टु चिप्सहरू छ जुस छ अनि नाक्सी युङयाङ स्याउ युङयाङ यो पुरा पहिले यो आर्मीहरू थियो क्या यहाँ भाइ यो आर्मी पहिले तपाईँको आर्मी त्यसको इतिहास हेर्दाखेरि एकदमै इन्ट्रेस्टिङ लाग्यो क्या मलाई पढेँ होइन उनीहरूले खानेकुराहरू उनीहरूले त्यो कसरी राजा रजाहरू हिजो कसरी बस्थ्यो त यिनीहरू भन्दाखेरि 230 वर्ष अगाडि पनि यिनीहरूको लाइफ स्टाइल निकै खतरै थिएछ कि खत्रै देखिन्छ क्या यहाँ उनीहरूले हेर्दाखेरि 230 वर्ष अगाडिको अस्तित्व भनेको तपाईँको निकै लामो समय लामो हो नि त खै हेर्दाखेरि यिनीहरू हेलो साथीहरू एकदमै रमाइलो भइरहेछ आज चाहिँ आज हामी यता चङ्गा उडाउँदैछ चङ्गा उडाएको हेर्दैछौँ अनि रमाइलो भइरहेछ जोस् मौसम नि घाम हल्का घाम छ मन्दा मन्दाको घाम छ अनि हावा हल्का छ अनि एकदमै साथीहरू आज चाहिँ कसम स्पेसल छुट्टी मनाएको जस्तो आज चाहिँ फिल भइरहेछ है साथीहरू यहाँ अहिले चङ्गा उडाउने सिजन रहेछ कि साथीहरू किनभने हामीले बुकमा पढेको थियौँ नि त चङ्गा उडाउने अनि यहाँ सबै मेरो ग्याङहरू सबै यहाँ बस्नुभएको छ हिँड्दा 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 कता कता यता आजको हाम्रो चाहिँ यता यता गएर टक्क यस्ता आजको हाम्रो अब चाहिँ हामी अर्कै ठाउँतिर जान लागेको छौँ साथीहरू बाई बाई खानाको परेको रहेछ है कहाँ थुक्ने थुक्ने जग्गा डिजाइन त ढिलो गर्छ त